के नेपाली कांग्रेसलाई पनि हाम्रो सम्माननीय प्रधानमन्त्री केपी ओलीजीलाई जस्तै प्रश्न मुक्त र विवेक मुक्त नेपाल चाहिएको हो? तपाईहरुको वैचारिकी के हो भन्ने कुरा पनि म जान्न चाहन्छु। मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस पछिल्ला दिनमा अलि धेरै नै यो विषयमा गतिशील देखिएको छ। माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचन पूर्वको गठबन्धन पाप हो भन्ने साथीहरू पनि थिए नेपाली कांग्रेसमा। कांग्रेस एक्लै लड्छ, अब रुख बाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाएको पनि म सम्झिरहेको छु। पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा 2टा दल हुने हुन् र एक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचार प्रस्तुत गर्ने साथीहरू पनि देखिएकै थिए। देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईहरुले नयाँ सत्ता गठबन्धन गर्नु भएकै हो। तर व्यवहारमा गत स्थानीय चुनाव मात्रै हेर्यो भने, उपचुनाव मात्रै हेर्यो भने पनि तपाईहरुको भनाई र तपाईहरुको गराईमा धरती आकाशको फरक देखियो।